हेलो हाई एभ्रिवान। आजदेखि चाहिँ हाम्रो मल बोक्नु सुरु भयो। पल्लो घर बढीहरूको मल बोक्नु खेताला बोलाउनु भएको छ। आज चाहिँ हामी मल बोक्नु जाँदैछौँ। डोकाहरू पर छ अनि म चाहिँ अब बाटो लागेको। अनि हामी चाहिँ आज खेताला जम्मा 6 जना छौँ, घरको समेत 7 जना होला। अनि माथि बोक्नु पर्ने छ। सामान्य लाउनु पर्छ होला। यहाँ हामीले नै कस्तो डल्ला ताकि बिचारा धुला बोक्यो भने मात्रै पछि हामीले मर्को भारी पुरै आयौँ। त्यसपछि फर्किँदा टक्क सरिता दिदीकोमा जुनार थियो अनि जुनार मागिम दिदीले टिपेर कार्टुनमा राखिदिनु भएको रहेछ। फर्किँदा लिएर आयौँ। अनि लिएर आएर घरमा जेठीले अचार बनाएको रहेछ नि त, नुन खोर्सानी पिसेर। अनि त्योसँग खायौँ। यस्तो गुलियो थियो कि जुनार चाहिँ आमामा झरिलो अनि रसिलो गुलियो थियो। अनि टक्क 2 भारी सरिसकेपछि हामीले खाजासाजा पनि खायौँ। अनि अहिले चाहिँ गफ गर्दै हाँस्दै हामी घर फर्क्यौँ। टाढोमा कति पनि बोक्नु नसकिने क्या। मल त अब नजिकमा भने धेरै खेप ओसार्न्थ्यो होला नि। 2 खेप ओसार्दै खाजा खाने बेला भइगयो। जम्मा हामीले 5 खेप ओसार्दा त झमक्कै भयो होला। जानु आउनु नै कति लाग्दैछ। अनि फेरि भारी लाएर खाजासाजा खाएर भारी लाएर फेरि बाटो लाग्यौँ। अनि अर्कोचोटि त बढी पनि बाटो लाग्नुभयो। जेठी घरमै खानापिना बनाउनु बस्यो। अनि हामी यतिजना चाहिँ बाटो लाग्दैछौँ। अस्ति म उता गएकोदेखि मल बोक्नु सुरु भएको। त्यतिखेर फर्स्टचोटि चाहिँ मम्मी जानुभयो, म यहाँ थिइनँ नि त। अनि मम्मी नै जानुभएछ म उता माइत गएको बेला। अनि आज बढीको पालो। त्यसपछि अब हाम्रो हुन्छ। त्यसपछि मास्ति अर्को ठुलीहरूको मल बोक्ने अब धमाधम सुरु भयो भन्दा नि हुन्छ। हामीले चाहिँ 2 गोरा पुरा डमाडम भरिसकियो। 2-3 गरा होला भरियो। अनि अब चाहिँ यति नै सास पऱ्यो। अनि कुहिरो पनि लाग्यो। डुम्म कुहिरो हुस्से लागेर आयो। अब चाहिँ हामी घर फर्किँदैछौँ। हामीले चाहिँ यति तलतिर 2 गरा बोकिसकेर यो 1 गरा यति चाहिँ बोक्यौँ। आज हाम्रो काम यति नै हो। अब चाहिँ सकिएको नि त मल बोक्नु। त्यही भएर आफ्नो धुनमा मोबाइल हेऱ्यौँ, एकछिन बसेर बिसायौँ। अनि त्यसपछि घरतिर बाटो लाग्यौँ। हामी चाहिँ अब घर गएर हातखुट्टा धुने खाना